हेलो नमस्ते जय श्री कृष्ण सबैजना चाहिँ आराम हुनुहुन्छ होला हैन हजुरहरु धेरै जस्तोले चाहिँ यो आईपीओ भनेर सुनिराख्नु भएको छ होला अनि यो आईपीओ भनेको चाहिँ अब धेरैलाई थाहा पनि छ हैन यो यसमा धेरै बुझाइराख्नु पर्दैन त्यही पनि हजुरहरुलाई चाहिँ यसमा केही बुझाउनु पर्ने छ हजुरले बुझ्नु पर्ने छ भनेपछि चाहिँ मलाई यसैमा कमेन्ट गर्नु होला म चाहिँ हजुरलाई त्यसको रिलेटेड अर्को एउटा भिडियो ल्याउने छु हैन आईपीओ भनेको के हो एफपीओ भनेको के हो अनि यो हाम्रो यो आईपीओ एफपीओ भर्नलाई चाहिँ के डकुमेन्टहरु चाहिन्छ अनि खाताहरु चाहिन्छ कुन खाताहरु जान्छ कति पैसा चाहिन्छ भनेर केही पनि हजुरहरुलाई कन्फ्युजन लागेको छ भनेपछि मलाई चाहिँ एकदम यसैमा चाहिँ कमेन्ट गर्नु होला म चाहिँ हजुरहरुको चाहिँ इन्डिभिजुअली रिप्लाई दिनेछु हैन इन्डिभिजुअली रिप्लाई दिने कोसिस गर्नेछु अनि यो चाहिँ हजुरहरुले धेरै जस्तो त आईपीओ भर्नलाई चाहिँ अब कुन आईपीओ आउँदै छ भनेर यदि जान्नु पर्यो भने चाहिँ कसरी जान्ने के जान्ने भनेर यदि हजुरहरुलाई जिज्ञासा लागेको छ भने चाहिँ एकदम सिम्पल छ धेरै कुराहरु के थाहा पाइराख्नु पर्दैन सिम्पली गुगलमा गएर चाहिँ हजुरहरुले सर्च गर्नुभयो भने चाहिँ त्यहाँ आईपीओ पाइपलाइन भनेर चाहिँ हजुरहरुलाई यो आईपीओ आउँदै छ कति किता आउँदै छ त्यसको इस्यु म्यानेजर चाहिँ कुन हो हैन कुन क्यापिटलले चाहिँ इस्यु गर्दै छ अनि कति किताहरु चाहिँ इस्यु गर्दै छ भनेर चाहिँ हजुरहरुले सबै डिटेलहरु हेर्न सक्नुहुन्छ म चाहिँ हजुरहरुलाई चाहिँ स्क्रिन शेयर गरेर यता देखाउन गइरहेको छु एकचोटी हेर्नु होला है त आईपीओ पाइपलाइन इन नेपाल भनेर सर्च गर्नु होला ठ्याक्क अनि यहाँ तपाईको सेबोन भनेको सेक्युरिटी बोर्ड अफ नेपाल भन्ने हुन्छ हैन आईपीओ को एप्लिकेसनहरु चाहिँ यसले एप्रुभ गर्ने नगर्ने चाहिँ यो सेबोनको हातमा हुन्छ हैन ठ्याक्क अनि हजुरहरुले चाहिँ फर्स्टमा यो सेबोन भनेर आउँछ सेबोनकै मा चाहिँ हेर्न सक्नुहुन्छ अरुमा पनि देखाउँछ त तर सेबोनकोमा हेर्नु होला किनकि त्यो चाहिँ अब एकदम आधिकारिक हो नि त हैन अब त्यसमा गएर ठ्याक्क त्यसमा क्लिक गर्नु होला अनि ठ्याक्क तपाईको यहाँ चाहिँ अब एज अफ डेट भनेर 2025 3/18 भनेर यता देखाइदिएको छ यतातिर तपाईहरुले यहाँ इंग्लिशमा क्लिक गर्नु होला यसमा देखाउँछ तपाईले डाइरेक्ट यतातिर गएर यहाँ आईपीओ एप्रुभ भनेर कुन एप्रुभ भएको छ अनि एप्रुभ भन्नाले अब चाहिँ इस्यु गर्नलाई रेडी भएको हैन आईपीओ पाइपलाइन भनेर यतैबाट पनि हेर्न सक्नुहुन्छ हैन आईपीओ ठ्याक्कै पाइपलाइन मात्र हेर्नलाई भयो भने तपाईको यता इंग्लिशमा क्लिक गर्ने इंग्लिशमा क्लिक गरिसकेपछि हेर्नु होला तपाईको हामीसँग यहाँ यसको पीडीएफ पेजमा चाहिँ यतातिर देखाइरहेछ हैन क्याटेगोरी अनुसार चाहिँ देखाइदिएको छ जस्तो कमर्शियल बैंकको कुनै पनि छैन डेभलपमेन्ट बैंकको कुनै पनि छैन फाइनान्सको कुनै पनि छैन होटल एन्ड टुरिज्मको चाहिँ कसको छ जस्तो एपेक्स हस्पिटालिटी हैन अनि होटल फरेस्ट इन लिमिटेड अनि यिनीहरुको कुन छ यतातिर हेर्नु होला अनि यतातिर यहाँ साइडमा यतातिर हेर्न सक्नुहुन्छ यहाँ उनीहरुले चाहिँ एप्लिकेसन दिएको र एप्लिकेसन दिएर यो सेबोनले चाहिँ डेट अफ कमेन्ट भनेको यो चाहिँ करेक्सन गरेर भन्ने हुन्छ नि त एउटा कमेन्ट गरेको हुन्छ नि त यो चाहिँ 2080 9 महिना 1 गते चाहिँ कमेन्ट गरेको छ र उनीहरुले चाहिँ त्यसको 4 दिनपछि उनीहरुले रिप्लाई गरेका छन् र उनीहरुले त्यो दिनमा रिसिभ गरेका छन् भनेर यो चाहिँ अब चाँडै चाहिँ आउने वाला छ यो फर एक्जाम्पल यो होटल फ्रेश इन भन्ने छ नि त यसको चाहिँ 98 लाख किता चाहिँ यसले म चाहिँ इस्यु गर्दैछु भनेर चाहिँ योले चाहिँ एप्लिकेसन दिएको छ अनि यसको चाहिँ तपाईले चाहिँ कमेन्ट रिसिभ भएको छ अब यसमा चाहिँ के न के सेबोनले चाहिँ अब आईपीओ एप्रुभ गरिसकेपछि यो पनि आईपीओ को लागि चाहिँ तपाईहरुले चाहिँ अप्लाई गर्नलाई रेडी हुन्छ त्यस्तै यतातिर हाइड्रो पावरमा हेर्न सक्नुहुन्छ हाइड्रो पावरमा यति धेरै छ हाइड्रो पावर हैन बाबा कति धेरै छ भने 44 वटा कम्पनीहरुको चाहिँ पाइपलाइनमा छन् हैन यसमा चाहिँ तपाईहरुले चाहिँ कति धेरै इस्यु गर्दैछ भनेर यसमा चाहिँ हेरेर पर्ने नपर्ने पनि एउटा आकलन गर्न सकिन्छ हैन जस्तै तपाईले यतातिर हेर्न सक्नुहुन्छ जस्तो यो सिउरी न्यादी पावर लिमिटेड को भन्न सक्नुहुन्छ जस्तो 3,03,60,784 किता चाहिँ यसले इस्यु गर्दैछ हैन अब टोटल डिम्याटको संख्या भनेको नेपालमा 25 लाखको हाराहारीमा होला हैन धेरैमा म्याक्सिमम 22 देखि 25 लाखको मा छ सायद हैन अनि यो हिसाबमा चाहिँ हजुरहरुलाई चाहिँ एकदम 100% शेयर पर्ने चाहिँ यो सिउरी न्यादी पावर लिमिटेडको चाहिँ पर्न सक्छ हैन अनि यसरी तपाईहरुले यो आईपीओ को नम्बर अफ शेयर चाहिँ हेर्न सक्नुहुन्छ अनि त्यसपछि चाहिँ तपाईहरु अनि त्यसरी म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङमा चाहिँ यसरी हेर्न सक्नुहुन्छ 13 वटा कम्पनीले के रे 15 वटा कम्पनीले एप्लिकेसन दिएको छ त्यस्तै माइक्रो फाइनान्स कम्पनीले चाहिँ तपाईको 3टा कम्पनीले दिएको छ नन लाइफ इन्स्योरेन्सको छैन हैन अदर क्याटेगोराइज भन्न बाहिरकोलाई चाहिँ 11 वटा कम्पनीले चाहिँ एप्लिकेसन दिएको छ यतातिर धेरै जसोले चाहिँ कमेन्टहरु आएर रिसिभ पनि भएको छ यीहरु चाहिँ चाँडो चाहिँ हजुरहरुको चाहिँ आउन सक्नेवाला छ जस्तो ट्रेड टावर लिमिटेड अनि कान्तिपुर टेलिभिजनले पनि दिएको छ आईएमए लिमिटेड हैन यसले पनि दिएको छ अनि त्यसपछि नेपाल ब्रोडकास्टिङ च्यानलले पनि दिएको छ हैन अनि यसैहरुले चाहिँ तपाईहरुले चाहिँ यसरी हेर्न सक्नुहुन्छ यो चाहिँ अनि यस्तोमा चाहिँ हजुरहरुले चाहिँ जस्तो डिम्याट खाता कसरी खोल्ने मेरो शेयर चाहिँ कसरी खोल्ने अनि यदि विदेशमा हुन्छ भने विदेशमा भएकोले चाहिँ कसरी खोल्ने
कसरी चाहिँ खाताहरू एक्टिभेट गर्ने भन्ने विषयमा लगायतका विषयहरूमा चाहिँ हजुरहरूलाई कुनै पनि जानकारी लिनु छ भने चाहिँ मलाई चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। म चाहिँ हजुरहरूलाई चाहिँ यसको चाहिँ रिप्लाई दिनेछु। धन्यवाद।